आज मैले प्रोग्राममा 50,000 जिते। सो हेलो गाइज, हामी चाहिँ टोडी खेलमा हुन लागेको सांस्कृतिक ज्ञान परीक्षामा सहभागी हुन जाँदैछौँ। पहिला त हामी चाबेलबाट गाडी चढ्यौं। गाडी भन्यो फुल प्याक थियो, त्यही भन्यो उम्बेरो भयो नि चल्दिए। त्यसपछि मजासँग सरर हावा खाँदै परीक्षा हुने ठाउँ टोडी खेल पुग्यौं। 4,000 देखि 5,000 त कुर्सी नै थियो एक्जाम दिनेको। यो एक्जाममा 50 मा 50 ल्याउनेलाई 50,000 को पुरस्कार थियो भने इफ धेरैको 50 आउट अफ 50 आयो भने गोला प्रथा गर्ने कुरा थियो। उता साइडमा टक्क धरहराको भ्यू हेर्दै हामी आफ्नो ठाउँमा बस्यौं। केही समयमा एक्जाम पनि भयो, तर मोबाइल अलर्ट नभएको गर्दा भिडियो बनाएन। विद्यार्थीको संख्या त तपाईले देख्न नै सक्नुहुन्छ। त्यसपछि ठुला ठुला गुरुहरुको कुरा सुन्यौं अनि खाजामा चाहिँ लड्डु, नमकिन अनि फ्रुटी थियो। टक्क खाएर एकछिन बहिनीहरुको सांस्कृतिक डान्स हेर्यौं। ठुलो कस्तो थियो भनेर मेरो जुत्ताको हालत हेरेरै थाहा पाउन सक्नुहुन्छ। त्यहाँ झ्याउ लागेर यतापट्टि आर्मीको ट्याङ्क ट्रकहरु हेर्यौं। जे भए पनि नेपाल आर्मी खतरा नै हो। त्यहाँबाट घरतिर निस्किहाल्यौं। टक्क पहिलो पुल झरेर हिँड्दै घरतिर लागे। सबैलाई बिदा गरेर म नि हस्टेल आएँ ल बा।